So hello guys, namaste, welcome back to my YouTube channel. So अनि अहिले चाहिँ म यहाँ घाम थाप्न आइरहेको अनि यहाँ चाहिँ कोदो पाकेर कोही डलिरहेछ कोही के भइरहेछ है कोदो टिप्ने बेला भइसक्यो. सो अनि म चाहिँ के भन्न आएको भन्दा दाइ सारीहरू पनि फाल्न पाएन त मुस्ताङ गराइदियो नि त औडा भइरहेको. सो भन्न आउँछ कि मलाई धेरै जस्तै पहिला भिडियो बनाउँदा सो भन्ने होइन त्यही भएर सो धेरै के भन्न आएको भन्दा अब मुस्ताङ जाँदा भिडियो त बनाएँ मैले ब्लग होइन तर के भयो भन्दाखेरि जाँदा स्टोरी नि पुगेन बाटा बनाउनु पाएन बाइक मात्रै चलाउन परिरहेको थियो मैले दुईजना भएर त गयो तीनटा बाइकमा तर चलाएर पालो दिन मान्छे भएन अनि त्यही भएर गाह्रो भयो भिडियो बनाउनु त्यति भएन. कहाँ उस अप्पर मुस्ताङ माथि जाँदाको छ होला त्यहाँसम्म भयो म जोडेर हालिदिनु लाग्छ. सो त्यही हो गाइस भिडियो चाहिँ हेरिदिनु पर्यो चट्ट अब बिस्तारै हाल्छु मैले होइन तर मेरो के भइरहेको अझै पनि कहिले के हुन्छ कहिले के त्यही भएर हालेको छैन तर अब चाहिँ हाल्छु. सो यो भिडियो चाहिँ कहाँसम्म हो सबैजनाले हेरिदिनु होला है त ल च्याप्पा पाडामा. सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल. सो अनि आज चाहिँ हामी मुस्ताङतिर जानलाई भाइब्स बनाउँदै क्यामेरा चाहिँ कस्तो छ होइन भाइब्स लिन जानु अब जाडोतिर होइन रमाइलो गरेर जानुपर्छ. अनि सो आज यहाँ घर तलतिरको भ्यू पनि फेरि बवाल यस्तो बादल चट्ट लाखा होइन उता हिमालहरू टक्क देखिरहेछ. अनि हामी चाहिँ अब निक्लिनु लाग्यो बाइकमा झोला प्याक हुँदै उता म चाहिँ यसो भ्यू हेर्न आएको. सो अर्को साथी नि आउँदैछ झोला लिएर त बाँधेर टक्क हाना दुईवटा बाइक जानुपर्छ पोखरा एउटा बाइक तिनवटामा 6जना भएर गइन्छ चट्ट वे टु अप्पर च्याप्पा है त. ल अब अहिले एकैचोटि अहिले प्याकिङ सेकिङ गर्दा भेटौँला है त ल. आएर चप्प खाने गरेको के रे भिटेन घरमा बाबाले मार्ने चाउमिन त्यो चटनी प्याक गर्नु. सो गाइज अहिले चाहिँ हामी बेनीबाट खाना खाएर निक्लिसकेको अवस्था. अनि सो गाइजहरू चाहिँ त्यहाँ उता तलतिर झोला फुत्किएर बसिरहेको होइन बान्नलाई हामी फेरि अब कुरेर बसिरहेको. अब हामी चाहिँ बिस्तारै चल्लिन लाग्यो बाटोबाट कता हुन्छ रोक्नु त पर्छ होइन यसो घुम्दै जाने हो चिल पारामा. सो अहिले चाहिँ हामी यता के हो यो अब यस्तो उसमा छौँ होइन गाइज पाहाडहरूको बिचमा. सो हामी चाहिँ अहिले यस्तरी बसिरहेछौँ कुरेर. सो त्यही हो अब अहिले कुर्दै हो अब केटाहरू आएपछि चाहिँ निक्लिन्छ भेडा अनि अब चाहिँ मासतिर गएपछि भेटौँला है त ल गाइजहरू चाहिँ आप्पा है. हामी चाहिँ अब गाइजहरू यस्तै छ भेडा सुबास उता केटाहरू है छन्. अहिले चाहिँ हामी रुखसो धर्ना आइसकेको अवस्था यस्तो छ अहिले चाहिँ यहाँ धर्नाको अवस्था है गाइजहरू. सो गाइज अहिले चाहिँ हामी यता मार्फा आउन लागिसक्यौँ. अहिले चाहिँ एकछिन रेस्टको अवस्था गाइजहरू. अनि यहाँको भ्यू हेर्न सक्नुहुन्छ हिमाल त बाबाले देखिरहेको. सही हो यस्तो बल देखियो है र.
सो हेलो गाइज, अहिले चाहिँ हामी मुक्तिनाथ मर्निङ भ्यू चट्ट होइन यस्तो छ यताको हालचाल। अनि जाडोले चाहिँ बेलुकादेखि त ओभरै भयो, सुत्न नि राम्रोसँग पाएन। जति कपडा लगायो नि ब्ल्याङ्केटहरू नि जाडोले ओभरै भयो कि। सो हामी चाहिँ मुक्तिनाथ माथि मन्दिरतिर जानु लाग्यो। सो अनि भ्यू चाहिँ अहिलेको यस्तै छ गाइजहरू। ल अब मुक्तिनाथको यही हो, मुक्तिनाथको भ्यू हेर्न सक्नुहुन्छ, यही हो गाइजहरू। ल चोरगा हेर्ने गाइड चोरगा सो गाइज अहिले चाहिँ हामी चाहिँ मुक्तिनाथबाट चाहिँ निक्लिनु लाग्यो। अब सिधै अप्पर मुस्ताङतिर हुन्छ होला। सो अनि मुक्तिनाथमा यति नै भयो। अब अप्परतिर भेट्नुपर्छ है त। सो सही हो केही छ भन्नु छैन। अब वहाँ मुस्ताङै भेटौँला होइन, अप्पर मुस्ताङ अप्पर मुस्ताङ सही हो। अनि उताको भ्यू पनि खतरा होला। रोकी गइन्छ होइन। ल है त अब अप्परतिरै गएर भेटौँला। बाटातिर कता कता हुन्छ उतै गएर भेट्नुपर्छ चाहिँ। दिइराख्छौँ हामी है। बाइक त यहाँ राखेर गर्छ मेरो बाइकबाट चाहिँ। हामी डाँडातिर आइसकेको अवस्था। अनि यहाँको भ्यू हेर्नुहोस्। एकछिन यहाँ चाहिँ रेस्ट केटाहरूको सही होला। यहाँको नि थोरै क्लिप्स हो कि। अब भ्लगमा अब लामो कुरा बोल्नु भएन अब होइन, माथि धेरै जान अब अप्पर। सो अहिलेलाई यति नै है। यहाँको नि भ्यूहरू उता पनि बवाल। चट्टपाडामा अनि के भयो भन्दाखेरि भिडियो मैले गर्नै पाइनँ कि राम्रोसँग। मैले भने नि त अघि नै त्यस्तै भयो। अब गाह्रो पनि भयो एक्लैले चलाउन। बाटो फेरि लास्ट त्यहीमाथि एनएस बाइक गाह्रो भयो। अनि त्यही भएर नि राम्रोसँग गर्न पाइनँ। झन् माथि जति माथि गएँ झन् सुरु दिनसम्म म गइरहेको थिएँ मुक्तिनाथ होइन, ठिकै छोटो छोटो गरिरहेको थिएँ मुक्तिनाथमा। पहिलो दिनदेखि चिसोले रातभरि निन्दा लागेन, घरि सुत्ने घरि उठ्ने त्यस्तो भइरहेको थियो। अनि बिरामी होला जस्तो पनि भयो। अनि त्यहीमाथि घरि आँखा फोहोर परे औडा बनाएको थियो कि बाटोको कन्डिसन नि। अब बाइकलाई त गाह्रै हो, गाडीहरूलाई त ठिकै हो अप्परतिर। अनि त्यही भएर नि अप्परतिरको चाहिँ क्लिप्सहरू चाहिँ यति नै हो। झन् जति माथि गयो झन् त्यति चिसो। अनि त्यही भएर गर्नै सकेन कि भिडियोहरू। सो अनि यति नै हो गाइज। कस्तो लाग्यो भिडियो चाहिँ र त्यति राम्रो त भएको छैन, मैले बनाउनै सकेन। सो अब अरू भिडियो चाहिँ राम्रो आउँछ भयो भने राम्रै तरिकाले हाल्छु। सो अहिले यति नै भयो। चट्टपाडामा सब्सक्राइब हानिदिनु पऱ्यो है, चट्ट लगाएर। अब बिस्तारै आउँछ ब्लगहरू चट्टपाडामा। ल सही हो। यहाँ चाहिँ भैँसी कराएर हैरान गरेँ यार साइड। ल है त चाप्पापाडामा चाहिँ यहाँ घाम ताप्दै बसिरहेको थिएँ। सो त्यही भएर आज यसो एडिट गरेर हालिदिनु पऱ्यो मोबाइलमा। अनि भिडियो यत्तिकै राखेर के गर्नु भनेर एडिट गरेर हालिदिनु लाग्यो कि मैले। त्यही भएर सो यति नै भयो गाइज। सबैले माया देखाइदिनु पऱ्यो है त। ल अब चट्ट आउँछ भिडियोहरू चाहिँ।